कसले भन्छ कि राजा छैन? हाम्रो राजा वीरेन्द्र वीर विक्रम शाहलाई मारेको भनेर पत्ता लगाउन सक्यो सरकारले? जबसम्म यो देशमा राजा सहितको प्रजातन्त्र हुँदैन तबसम्म नेपाली जनताले यो माग राखिराख्नेछन् जुन आज मधेसमा पनि देखिन्छ। हाम्रो ज्ञानेन्द्र सरकारले पनि यो भनिरहेछ के भन्दाखेरि हाम्रो परिवारलाई विनाश गरेको छ र दुःखद खबर छ भन्ने कुरा। तपाईँ राणा शासन जस्तो गोली हाल्नुहुन्छ भने हामी थाम्न तयार छौँ। बोलो जय पशुपतिनाथ की। जबसम्म यो देशमा हिन्दू बुद्ध किराँत सहितको वैदिक सनातन हिन्दू राष्ट्र हुँदैन, जबसम्म जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री हुँदैन, जबसम्म यो ठाउँमा प्रदेश संरचना खारेजी हुँदैन, जबसम्म यो देशमा राजा सहितको प्रजातन्त्र हुँदैन तबसम्म नेपाली जनताले यो माग राखिराख्नेछन् जुन आज मधेसमा पनि देखिन्छ।